आदरणीय महानुभावज्यूहरू, आज म हजुरका सामु व्रतबन्ध संस्कारका बारेमा केही कुरा बताउन गइरहेको छु। मानिसका 16 संस्कारहरूमध्ये व्रतबन्ध संस्कार पनि एक अत्यन्त महत्त्वपूर्ण संस्कार हो। व्रतबन्ध संस्कारलाई उपनयन संस्कार, यज्ञोपवीतम संस्कार, जनेऊ धारण संस्कार पनि भन्ने गरिन्छ। मानवमा भौतिक संसारको आनन्द लिन र देख्नका लागि भगवानले हामीलाई दुईवटा नयन आँखा प्रदान गरिदिएको छ। तर हिन्दू धर्ममा गुरुहरूको नजिक वा समीपै ज्ञान आर्जन गर्नका लागि तेस्रो नयनको आवश्यकतालाई मध्यनजर गरी कुनै पनि बालकको उमेर 8 वर्ष भए पश्चात जुन संस्कार गरिन्छ त्यसैलाई नै उपनयन संस्कार भनिन्छ। त्यस्तै व्रतबन्धलाई यज्ञोपवीतम धारण संस्कार पनि भन्ने गरिन्छ, जस अनुसार यज्ञोपवीत धारण गरिसके पश्चात कुनै पनि बालक हिन्दू परम्परा अनुसार गरिने विभिन्न धार्मिक यज्ञहरूमा यज्ञ गर्न योग्य मानिने भएकोले यज्ञोपवीतम धारण संस्कार गर्ने चलन रहेको छ। शुद्ध कपासबाट बनाइएको धागोबाट नै जनै बनाइने गरिन्छ। उक्त जनेऊ धारण गर्नु नै यज्ञोपवीत धारण भन्ने अर्थमा बुझिन्छ। सामान्यतया ब्राह्मण क्षत्रियहरूले आफ्नो सन्तान 8 वर्ष पुरा भएपछि जुनसुकै समयमा पनि व्रतबन्ध संस्कार गर्ने चलन चलिरहेको छ। व्रतबन्ध संस्कारमा बालकको मुण्डन गरी जनेऊ वा यज्ञोपवीत धारण गराई मान्यजन वा गुरुहरूद्वारा बटुकलाई गायत्री मन्त्र सुनाउने प्रचलन रहेको छ। गायत्री मन्त्र सुनिसकेपछि त्यो बालक व्रतमा बाँधिने र नियममा रहन्छ भन्ने धार्मिक मान्यता रहेको पाइन्छ। त्यस्तै व्रतबन्ध पश्चात बालक गुरुको आश्रममा गएर विद्या ज्ञान आर्जन हासिल गर्न योग्य हुन्छ भन्ने धार्मिक मान्यता रहेको पाइन्छ। धन्यवाद।